Hi everyone, good morning and this is my day for morning walk vlog. म चाहिँ vlog नछुटाइकिन बनाउँछु भन्ने चाहिँ सोचिरहेको छु तर थाहा छैन कि म रेगुलरिटी दिनै सक्दिनँ किनकि अब बिजी हुन्छ नि त अनि टायर्ड हुन्छ कुनै बेला उठ्नै मन लाग्दैन कि अहिले त ढिलै भयो भने उठ्ने गरेको छ उठेर आउँछु कि तर लेट्स सी आजको वेदर चाहिँ एकदम धेरै राम्रो छ घाम पनि लागेको छैन तर त्यस्तो धेरै चिसो पनि छैन एकदम धेरै आनन्द आउँछ हिँड्दाखेरि म आज गर्मी भएर खोलेको हैन किनभने म हिँडिरहेको छु नि त लास्टै हिँडेको भएर चाहिँ हल्का गर्मी फिल भयो के मलाई चाहिँ के बाटोमा हिँड्न भन्दा पनि पार्कहरुमा एकदमै धेरै टाइम स्पेन्ड गर्न मन लाग्छ कि रमाइलो लाग्छ कि अनि I think I found another one हैन जान चाहिँ मिल्छ कि मिल्दैन थाहा छैन सायद मिल्छ होला अब यो पार्कमा एकछिन वक गर्छु अनि त्यसपछि सायद फर्किन्छु किनभने म आएको पनि कति 1.5 आवर भइसक्यो फेरि फर्किनलाई नि त्यति नै टाइम लाग्छ नि त अनि टाढा भएको भएर धेरै टाइम चाहिँ म यहाँ बस्दिनँ भन्ने सोचिरहेको छु तर थाहा छैन है मेरो नट स्योर किनकि म यहाँनिर यो पार्कहरुमा मलाई टाइम स्पेन्ड गर्न एकदमै धेरै मन लाग्छ कि हेर्नु साकुराहरू अहिले त पुरै झरिसक्यो झरेर सकिन थालिसक्यो अलिअलि बाँकी छ त्यो पनि क्यामेरामा चाहिँ राम्रोसँग देखेको छैन हैन साइड फ्रन्ट भएर होला हेर्नु न यहाँ अहिले साकुरा झरेर पुरै भइँभरि भइसक्यो नि त अब केही दिनमा त पुरै यो रुखै खाली हुन्छ के अनि त्यसपछि चाहिँ राम्रो देख्दैन के तर अहिले त एकदमै धेरै राम्रो लाग्छ के हेर्नु न कस्तो राम्रो देखिरहेछ नि ओके अनि यहाँनिर के चाइनिज रोज पनि छ रहेछ कि यो चाइनिज रोज चाहिँ मलाई कस्तो याद आयो कि मेरो मम्मीले कहाँबाट बिरुवा लिएर आएर घरमा रोप्नु भएको थियो कि अनि एकदमै धेरै मन पर्थ्यो कि हामीलाई यो चाइनिज रोज अनि मम्मीलाई पनि एकदमै मनपर्ने अनि मम्मीले लिएर आउनु भएको थियो भुइँमा पनि कति धेरै झरेको रहेछ हेर्नु न अहिले फेरि रुखबाट टिप्या भन्ला डर लाग्छ र म त कस्तो क्युट छैन त वाउ यो के अरे चाइनिज रोजले ममको याद दिलाइदियो कि मलाई मम आई मिस यु है झऱ्यो अब यता जाउँ होइन यहाँनिर पनि छ कि सानो यहाँनिर त झन् बच्चाले खेल्ने चिकपेटी पनि छ कि मैले त्यहाँबाट देखेको थिएँ कि अघि कति क्युट यो चाहिँ बेबीहरूको लागि यहाँनिर चाहिँ माथि पातहरू सबै झरिसकेको छ काटेको हो कि के हो सुकेर झऱ्यो होला त्यही भएर त्यति राम्रो देखाएको छैन अनि चिकपेटी हेर्नु न हात्तीको सुट कावाई एन्ड देन यही हो यो पार्क चाहिँ यहाँबाट फेरि त्यहाँ तर यो चाहिँ कस्तो सानो स्पेसमा छ नि त अनि कस्तो त्यो गाडीको आवाजहरू पनि सुन्ने के ओके घुमेर भ्याइसक्यो म कति चाँडो घुमेर भ्याएको के म ओके गाइज आजको लागि यति नै अब म घर फर्किन लाग्यो सी यू इन नेक्स्ट भ्लग ओके बाई बाई